वेलकम ब्याक गाइस। अहिले चाहिँ तयारी मालगिराको होला मिलाइ हुँदैछ किनकि गाडी पुग्दैन त्यहाँसम्म है। दाजुले मिलाइदिँदैछ अनि यहाँ मेरो गाडी लोड छ। अब यसलाई गिराएर अनि हाम्रो सोल्टीहरू अर्को सोल्टीहरू चाहिँ यता काम गर्दैछ है। यस्तै हो ड्राइभरको लाइफ, लेबरको लाइफ, गोल्डन लाइफ। अनि सबैतिरै पिरै पिर्छ हामी सबैलाई, काम गरेर खाने मान्छे जतिजनालाई। अनि गाइस यस्तै हो है। अनि यता चाहिँ मेरो बसन्ती भेटौँ होला गाइस। अहिले चाहिँ फेरि हाम्रो काम चाहिँ खत्तम हुन आँट्यो है। अब 3-4 गाडीमा खत्तम हुन्छ। अनि लिएको खाली भयो। अनि अब दाजुले त्यो अहिले मिलाइदिन्छ। अनि फेरि गएर एक्टिभ जस्तो लोड गरेर आइन्छ। अनि भातसात खाइन्छ। 12 बज्नु आँट्यो। बिहान नास्ता पनि गरेको छैन हो। भोक त लाग्दै थियो तर अब जानुपर्छ। अनि ब्लग यस्तै आउँछ है गाइसहरू, हेरिदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला च्यानललाई। अनि इन्ट्रोडक्सन गरौँ भन्दाखेरि अब कोही मान्छेहरूको बोली अलग हुन्छ नि त, त्यसैको लागि गराउनु पनि सक्दिनँ म। बादमा देखाउने छु एकदिन फ्री भएको दिन मजाले। यस्तै हो ड्राइभर लाइफ, लेबर लाइफ यस्तै हो है। कस्तो लाग्छ भनिदिनु होला। अनि म चाहिँ अब एकछिन गाडीमा बस्नु पर्यो। अब दाजु गयो भने त लिएर आउनु पर्यो नि त नि है। अनि गाइस भेटौँ होला नेक्स्ट पार्टमा।